कस्तो नि हाम्रो कार्टुन स्कुल डान्स क्लास चाहिँ खुल्न आँटेको कैसे यार सब हेलो भन्छु चाहिँ हाम्रो स्टुडियो है के अरे यस भन्नु आज कुन गीत सुटिङ हो आज के भन्छ पानीको चटपटीको सुट हो एकदम बवाल छ यही हो है मेरो लुगा चाहिँ जर्सी समीर लेख्नु भएको छ नै हेलो निमाबु सर स्वागत छ मेरो भ्लगमा यो हाम्रो सरै भएको छ निमाबु सर को कोले चिन्नुहुन्छ सबैले चिन्नुहुन्छ आइफोन हो के हो बाख्रा 2-3 दिन खाली यस्तै मात्र गरेर अब के हो मम्मी मेरो आइफोन भनेर पुरा हाम्रो बाख्रा भएको च्यानल सब्स्क्राइब गर्नु पर्यो है सबैलाई के हुन्छ नगरेन के हुन्छ हैन गर्नुपर्छ सही हो उहाँ चाहिँ निमाबु सरको त है उहाँ चाहिँ हेलो हेलो भन्दिनु हेलो भन्दिनु सालो म बोल्छु ओ ब्युटिफुल ब्याट्री फुल हो सो गाइस हामी चाहिँ अब निस्किन आँटेको है यो सबजना भेला भइसक्नु भयो हेर न ठेके अरे सबजना हुन्छ है म त सुटिङको गाडी यही हो है चलाइसकेको छ यो नै सबजना छन् एल्साले पनि यसरी पसल मगाएर किन्छन् सर autograph please Salman Khan sir Ready, go. Bye, bye, bye. प्रणेश कस्तो राम्रो देखेको यार तिम्रो पहाडीको मान्छे बाटोमा यही हालत नआउँदैछ अब के हुने मान्छेले हेरे आएछ भने ओ हेलो हेलो आयो भने आमामा उही बतल हेर्न त्यो रुब्बै भाइ पनि हेर्न ल लाग्दैन Undertaker. Salman Khan. बिल्ला हान्डङ भन्छ यार अन्डरटेकरको
हामी चाहिँ ग्रिन ग्रिन भएर हटाएर सबैले यो मुन्टे ग्रिन मेरो पनि यहाँ ग्रिन ग्रिन छ त्यसैले म पनि हट्नु परेको है तिम्रो जुत्ता नि ग्रिन जुत्ता नि ग्रिन छ उसको त मेरो त मुन्टे ग्रिन मुन्टै ग्रिन छ जुत्ता नै ग्रिन हो त्यो नै ग्रिन यहाँ चाहिँ भिएफएक्स छ क्या पेमा सरको पाली छ भिएफएक्स वाला त्यसैले अब ग्रिन वाला हुन्छ ग्रिन स्क्रिन कस्तो नि हाल्यो मैले सलमान खान भन्नु नि ताइको बोलिरहेको जब चाहिँ हाम्रो खाना खाने बेला भयो है हामी खाना खान जान्छौँ अब सबजना यसो नै भर्खर अब आधा सुटिङ जति चाहिँ भाइयो होला है जाउँ खाना खानु है खाना खान्छौँ गाइस हामी चाहिँ अब खाना खान जाँदैछौँ है यो बिचरा हाम्रो पेम्बा सरले खानु भयो मेरो निन्दा टेक्निक हो काटिदिनु पर्यो टोइलेट जान्दै यो काट्नु ल यस्तो आइरहेछ मुख हेर्ने मेरो रोनाल्डोको खानु सर राम्रोसँग खानु You whip up my appetite. Don't leave me here high and dry. Oh, but I don't wanna jinx it, baby. Let's not get ahead of my time. Oh, but I don't wanna miss you, baby. So I stand up and speak. हाम्रो चाहिँ सुट हुँदैछ है कल्चरको जाडो भइसक्यो जाडो भएन तपाईँको जागिर राख्नु त भन्दा ओ डरलाग्दो मान्छे एउटा के अरे हजुर त राति राति हाम्रो घरमा आएर तर्साउनुहुन्छ अरे हो एकदम डरलाग्दो मान्छे हजुर बजेर बस्नु सबैजना जाडो भएर आज चाहिएको ज्याकेट लगाइराख्नु भन्छ यो चाहिँ हाम्रो ट्रफी हो है ट्रफी फुटबलको फुल छ कि त्यही भएर हाई टी टाइम हेड तान्नु भने ओ भूत सर सारा सर मुख एक दिन पनि
गाछ हेर्न है हामी सिरकैबाट बसिरहेको छौँ है जाडो भएर ल खुसी हुँदै आयो या लाउड स्याड रोनाल्डो हाम्रो सुटिङ सक्यो म चाहिँ मेरो ड्रेस हेर्ने एकदम ड्रेस हेर्ने आज एकदम फन भयो हाम्रो चाहिँ प्याकअप भइसकेको छ है अब हामी घर जान्छौँ गाडी चाहिँ बसिरहेको छ हाम्रो चाहिँ प्याकअप भयो है प्याकअप आजलाई प्याकअप भयो भोलि छ है हाम्रो सुट सो गाइज नेक्स्ट डे हामी हिँडिसकेको छौँ है डे 1 चाहिँ हामीले रातिसम्म धेरै रातिसम्म गरेनौँ के अरे 10 बजे कति बजीसम्म हामी गऱ्यौँ 9 बजीसम्म हाम्रो सुट भयो है आज चाहिँ हाम्रो चाँडै सुट सकिन्छ 6 बजीसम्म सुट सकिन्छ होइन त्यहाँबाट हामी सरसर गएर हामी PS4 खेल्न जान्छौँ है मजा आउँछ हेर्दै जानु यो डे 2 हो है अब हामी सुट जाँदैछौँ आज फुटसलमा यताउति सुट हुन्छ त्यसले हेर्दै गरौँ होला है त ल सर खै जानु आज वेलकम टु हाम्रो बाख्रा भाइ च्यानल प्लान हैन हाम्रो ब्याकग्राउन्ड ओ रिपोर्टरहरु छ आज चाहिँ म को लागि म खलासी बन्दैछु खलासी राम्रो पेसा हैन तर यसलाई अन्यथा नलिनु नजाने ठिक छ भन्नुहुन्छ एउटा मान्छेलाई बाटोमा ल सर साच्चीकै खलासी बन्दिने सो गाइस हाम्रो झर्ने बेला भयो अब हो मान्छे हामी चाहिँ हिँड जानुपर्छ है त्यहाँ चाहिँ बस जाँदैन अरे होइन त्यसैले अब हामी लिएर जान्छौँ त्यहाँसम्म फुर्सद होला जस्तो लाग्छ अरे मलाई हेलो पूर्वीको साथी हेलो सोफीको साथी ग्यासहरू चाँडो हिँडौँ कता हो ठाउँ थाहा छैन हामीलाई ओहो उताबाट रहेछ हामी यताबाट जाँदैछौँ फाइनली हामी चाहिँ आइपुग्यौँ है भने मै भनिदिन्छु नि हामी अहिले आइसक्यो फुटसल आइपुग्यो है हामी त्यो चाहिँ फुटसल हो है हेर्नुहोस् हो आउनु बित्तिकै खाजा हो क्या हो ओ खिरालु रहेछ है फाइनली हामी चाहिँ रेडी भइसकेको छौँ है सबैजना रेडी भइसक्यो अब हाम्रो सुट हुन्छ है स्विमिङ पुल रहेछ है यहाँ सही हो घाम पनि लागिरहेको छ यार दामी मजा आउँछ यहाँ चाहिँ पानी फोर रहेछ यो नारुतो भनेको अघिदेखि होइन के अरे यहाँ पानी कस्तो ठ्याक्कै त्यो लेभलमा मिलेर आइरह्यो भने होइन उताबाट हेर्छ कि लेभलमा मिलेर ठ्याक्कै त्यहाँ अड्किरहेको आएन भने यताबाट झरेको रहेको छ त्यही है सुट रहेछ है यो इको
चाहिँ भित्रको है हाम्रो कार्टुन स्कुल डान्स क्लास चाहिँ खुल्न आँटेको छ अरे अब है हाम्रो कार्टुन स्कुल डान्स क्लास चाहिँ खुल्न आँटेको छ अरे अब त्यहाँ अघि हजुरले देखिसक्नुभयो कार्टुन स्कुलको ओपनिङ सुनवाला त्यहाँ देखिसक्नुभयो अघि है सर हाम्रो कार्टुन स्कुलको ब्रान्च चाहिँ खुल्न आँट्यो अहिले लाइन बस्नु थियो क्या सिधै त्यो सो गाइस हाम्रो भित्रको सुट चाहिँ सकिसकेको छ है अब फुटसलको सुट बाँकी छ सन्देश फुटबल खेल्ने होइन फुटबल खेल्ने फुटबल उयो खेल्छन् केटाहरू फुटबल खेल्दो रहेछ नै पहिले अघिदेखि नै अब चाहिँ हाम्रो फुटसलमा है यहाँ भित्रै सुट हुन्छ श्रेक जाऊ ल हाम्रो माथि लाग्नु सर ल हाम्रो चाहिँ प्याकअप भइसकेको छ अहिले प्याकअप दाइ चमन दाइ शाहरुख खान दाइ प्याकअप भयो हाम्रो यो सर प्याकअप भयो नि सर प्याकअप भयो होइन तर आजदेखि निकनेम भइसक्यो सो फाइनली गाइज हाम्रो सुट चाहिँ सकिसकेको छ है सुट सकेर पनि हामी यहाँ सर घर गेम खेलाइसकेको छौँ र अन्तिममा चाहिँ हजुरहरूलाई यो भ्लग कस्तो लाग्यो होइन राम्रो लाग्यो सेयर कमेन्ट गर्नु होला ल त्यही हो है भ्लग राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गर्नु होला र यहाँ भएको सबै युट्युब च्यानल सब्सक्राइब गर्नु होला तिम्रो भन त युट्युब च्यानल शुभम पाण्डे तिम्रो प्रणित श्रेष्ठ है अनि आजको त छैन हाम्रो के अरे सफलको पनि च्यानल छ सफल बस्ने उसलाई सपोर्ट गरिदिनु होइन उसलाई च्यानल सब्सक्राइब गरिदिनु युट्युबमा छ अनि हाम्रो पेमा सरको पनि छ है पेमा मगर भनेर युट्युब च्यानल छ उहाँलाई पनि सपोर्ट गरिदिनु होला अनि मेन कार्टुन जुनियरलाई सपोर्ट गर्नु होला सबैको युट्युब च्यानल छ भइसक्यो होइन हो सो यति भन्दै हजुरहरूलाई हजुरहरूको अगाडि
बाई भन्न चाहन्छौँ ल रेडी 3 2 1 बाई बाई उडी उडी चुप्पा मलाई उडी उडी चुप्पा एक दिनमा थाहा छ तपाईँलाई ल बाई 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 इज्जत राखेर 15 गोल भर्सेस 1 पेमा सर ह्याप्पी हुनुहुन्छ हो दिइहाल्नुपर्छ बाबु पेमा सर भने